भेटे लिएर आउँला नभेटे उतै मरे नि मरौँला। यसरी काना तेल हालेर बसेर भयो भोलि कोही मरिहाल्यो भने नि। मलाई हेर्नुहोस् त, आफूलाई हेर्दाखेरि एउटा डरलाग्दो कुरो भएको छु। मैले मेरो अनुहार गुमाएँ। बल्ल आज आएर थाहा भयो मेरो अनुहार मात्र जलेको रहेछ भनेको त अनुहारसँगै मेरो भाग्य पनि जलेको रहेछ। तर यसको जिम्मेवार तपाईँ हुनुहुन्छ। तपाईँ आजसम्म मैले यो घरमा जति पनि चर्तिकला हुन्छ नि सबै हेरिरहे। मेरो लागि तिमी जति आत्मीयता छौ नि हो त्यति नै त्यो कान्छी पनि एकदमै आत्मीयता छ। दिदी बिन्ती छ, तपाईँहरूको झोला तपाईँहरूले राख्नु, मलाई छोडिदिनु। यसलाई यतिकै छोड्नै हुँदैन, यसलाई पुलिसको जिम्मा लाएर छोड्नुपर्छ। सपना होस् कि विप्न होस् मलाई केही पनि मतलब छैन। तर मेरो भित्री मनले पनि भन्छ मेरी देउरानी र नन्द हराउनुमा तपाईको केही न केही हात त पक्कै पनि छ। मोहिनी परि छैन भन्दामा अहिले मेरो काम छ, म गएँ मोहिनी। के गर्नु भने पानी गाउँमा मेरो जाने काम छ भने अघि तपाईहरुले भित्र बसेर जे जति कुरा गर्नुभयो नि त्यो सबै मैले बाहिर बसेर सुनिसकेँ। अझै पनि यो विषयमा केही भन्न बाँकी छ कि? भाउजू तपाईँ भ्रममा हुनुहुन्छ क्या, तपाईँले राम्रोसँग यो पुरै बुझ्नु भएको छैन। पहिलोचोटि म घरभित्र नै भेट्न आएको हुँ। सीता र कान्छी कहाँ छन् भन्ने कुरा मलाई सब थाहा छ। ए होइन भनेको पछि त्यही कुरा मैले त सपनामा देखेको हो भन्दाखेरि पनि मैले पत्याइदिएँ। पछि फेरि सीता र कान्छी भनेको त मेरो मुठीको झिङ्गा हुन्। मैले मुठी खोलिदिए भने उठ्छन्, मैले अलिकति मुठी च्यापिदिए भने च्यापिएर मर्छन्। यो कुरा कसले भनेको? के मैले भनेको? त्यो कान्छी र सीता फर्केर आए पो मेरो पोल खोल्नु। अब तिनीहरू कहिले पनि फर्केर आउँदैनन्। यो कसले भनेको? अझै पनि म तपाईलाई सम्मानका साथ सोधिरहेकी छु मोहिनी नानी, सीता र कान्छीलाई कहाँ लगेर राख्नु भएको छ? के बेचिसक्नु भयो? यो कुराको मलाई अहिले नै जवाफ दिनु। भाउजू कहिलेकाहीँ आँखाले देखेको र कानले सुनेको कुरा सबै सत्य हुँदैनन्। अब यहाँ भन्दा बढी नबोल्नु मोहिनी नानी। आँखाले देखेका कुरा पनि सत्य हुँदैनन्, कानले सुनेका कुरा पनि सत्य हुँदैनन्। अनि के त पटक पटक ती मान्छे हराउनुमा मेरो हात छ, तिनीहरूलाई घर फर्काउने नफर्काउनुमा पनि मेरो हात छ भनेको सुनेर टुलु टुलु हेरेर बस्नुपर्ने चाहिँ यो सत्य हो? हो भाउजू, यो कुरा मैले नै बोलेको, मैले होइन भनेको पनि छैन। तर कसरी बोले, किन बोले, कोसँग बोले यो कुरा त बुझ्नु पहिला। जब आफ्नो सत्य कालो कर्तुत बाहिर आउँछ नि तब
यसरी नै अपराध गर्ने मान्छे छटपटिएर उम्किन खोज्छ, तर म यत्तिकै छोड्नेवाला छैन। तपाईँले मलाई उम्किन दिनु भनेको पनि छैन भाउजू, तर एकचोटि मेरो कुरा सुनिदिनुहोस्। जहिले पनि तपाईँ मेरो घरमा आउनुहुन्थ्यो, बरबरी आँसु झारेर मेरो देउरानी जसरी भए पनि पत्ता लगाइदिनु पर्यो नानी भन्नुहुन्थ्यो। कहिले तपाईँको सासू आउनुहुन्थ्यो, यस्तै गरी धरधरी रोएर, लौ न नानी, मेरो बिहे हुन लागेको छोरी कहाँ गयो होली, के गरी होली, त पढे लेखेकी मान्छे, सहरमा चिने जाने कि खोजिदिनु पर्यो भन्नुहुन्थ्यो। मेरो मन एकदमै कमजोर बनायो। त्यो मिराको तपाईँहरूको घरमा पहिलादेखि नै दुश्मनी छ भन्ने कुरा मैले पत्ता लगाएँ। त्यही भएर मैले उसको अगाडि म पनि तपाईँहरूको दुश्मन हो भनेर उसलाई देखाउनको लागि यो कुरा बोलेको हो। होइन, कुरा घुमाउनलाई नि कतिसम्म आउँछ है तपाईँलाई? जति कुरा घुमाउनु थियो घुमाइसक्नु भयो मोहिनी नानी। बरु अब कुरा नलुकाइकन सिधा सिधा सत्य भनिदिनु, म तपाईँलाई केही पनि गर्दिनँ। होइन भने तपाईँ भन्दा भन्दै म त भन्न बाध्य हुनेछु। त मात्रै होइन भाउजू, बरु मलाई लाक्का लात हानेर यो पुरै गाउँ घुमाउनुहोस्, यसमा मलाई केही चित्त दुखाइ छैन। तर कान्छी र सीतालाई जसरी भए पनि यो गाउँमा फर्काएर ल्याउने मैले बाचा गरेको छु। त्यो मिरा फुपूले सीता र कान्छीलाई यो गाउँबाट निकाल्नलाई षड्यन्त्र बुनेको हो भन्ने कुरा मैले कतै कतैबाट थाहा पाएँ। त्यही भएर म पनि उसँगै मिलेर उनीहरू कहाँ छन् भनेर पत्ता लगाउनको लागि यो सबै कुरा गरेको हुँ। सुन्दाखेरि त तपाईँको अगाडि मैले नै गल्ती गरे जस्तो देख्यो, तर मेरो नियत सीता र कान्छीलाई पत्ता लगाउनु थियो। होइन, झुट बोल्न पनि कतिसम्म सकेको भने। कहिलेकाहीँ झुट बोल्दा बोल्दै आफूदेखि आफैलाई पनि लाज लाग्दैन? भाउजू, तपाईँ यस्तो अवस्थाको मान्छे, देउरानीको मायाले रात दिन तडपिरहनु भएको छ। त्यो कान्छी र सीताको मायाले भन्दा पनि तपाईँको आँसु देख्न नसकेर मैले यो सब गरेको। तपाईँ पत्याउनुहोस् या नपत्याउनुहोस्, माथि भगवान् हुनुहुन्छ, भगवान्ले सब कुरा देख्नु भएको छ। यस्तो अवस्थाको मान्छेलाई चिन्दै नचिनेको मान्छेले त दया गर्नुपर्छ। झन् म त तपाईँको आफ्नै मान्छे हो भाउजू। यो सब मैले तपाईँकै लागि गरेको हो। तपाईँ पनि सानै बेला टुहुरो भएको मान्छे, यो संसारमा तपाईँलाई माया गर्ने कान्छी बाहेक कोही थिएन भाउजू। तर त्यही एउटा सारा पनि छुटेर जाँदा तपाईँको मुटु कति जलिरहेको होला, त्यो कुरा म महसुस गर्न सक्छु भाउजू। म पनि सानो उमेरमा आमा गुमाएको मान्छे हो। बाउले रात दिन खाएर कुटेको गरेर घरबाट निकालेको टुहुरी बचाउ। एउटा टुहुरीले मात्रै अर्को टुहुरीको भावनालाई बुझ्न सक्छ, अरू कसैले बुझ्न सक्दैन भाउजू। जसले तपाईँको आँसु बुझ्न खोजेको छ त्यसैलाई नराम्रो नसोच्नु भाउजू। योभन्दा पहिला सीता र कान्छीको जोसँग दुश्मनी थियो त्यसको बारेमा पनि सोच्नु। यो मिरालाई तपाईँहरूको घरमा सुन चोरीको आरोप लगाएदेखिको रिस रहेछ, सबै कुरा भनिसकि मलाई बुझ्नुभयो। मैले केही गल्ती नै गरेको रहेछु भने पनि आजै म यो घर छोडेर जाने होइन। आज नहोला, भोलि नहोला, पर्सि नहोला, एक न एक दिन त पत्ता लगाइहाल्छ नि भाउजू। त्यही भएर तपाईँ धैर्य गर्नुहोस्, मलाई केही समय दिनुहोस्। सीता र कान्छीलाई तपाईँको अगाडि ल्याएर उभ्याउने जिम्मा मेरो भयो भाउजू। खै नानी, कसको कुरा पत्याउने कसको कुरा नपत्याउने म त साह्रै दोधारमा परेँ। तपाईँ दोधारमा पर्नु पर्दैन भाउजू। अहिले मेरो निशाना मिरातिर फर्केको छ। जसलाई कान्छीले हानेर टाउको फुटाकी थिए नि त्यसको पछाडि पनि मैले सुराकी लाएको छु।
न केही कुरा त पत्ता लागि नै हाल्छ। तपाईँ यो विषयमा रिसाएर हामी घरको जाने एकअर्कामा झगडा गरेर हाम्रो भित्री कुरा अरूलाई नखोलौँ भाउजू। भाउजू अहिले गएर मेरो फुपूसँग झगडा नगरिहाल्नु है। कान्छी र सीता हराउनुमा उल्टै तपाईँहरूको जानको हात छ भनेर प्रहरीमा उजुरी दिन लागेका छन् गाउँले सबै मिलेर। अहिले तपाईँको सानो रिसले गर्दा गाउँले सबै उर्ले भने आफ्नै घरमा आफैले आगो लगाएको जस्तो हुँदैन। तपाईँ कहाँ हुनुहुन्छ भाउजू? कस्तो दिन हामी त्यो घरबाट निस्केछौँ। अब त मेरो एकपट्टि प्राण मात्र बाँकी छ। अब त यो जुनीमा तपाईँ र मेरो भेट कहिले पनि हुँदैन होला। बहिनी, मैले तिमीलाई अघि नै परदेखि निहालिरहेको छु। तिमी साह्रै दुखी भएको जस्तो लाग्छ। अनि फेरि फोटो हेरेर धरती रुन थाल्यौ। तिम्रो कोही आफन्त यो सहरमा हराएको जस्तो लाग्यो। त्यही भएर म यहाँ आएकी। कुरा के हो बहिनी? केही पनि होइन, यतिकै गाउँघरको चल्को आयो अनि आफन्तहरूको फोटो हेरेर रोए कि। तिमी यो ठाउँमा चाहिँ किन आएकी त? यतिकै। तिमीले मसँग कुरा लुकाइरहेको छौ बहिनी। तिमीले मलाई आफ्नै दिदी सम्झेर भन्दा हुन्छ। म अलिअलि समाजसेवा पनि गर्ने मान्छे हो। तिमीलाई केही अप्ठ्यारो परेको छ भने मलाई भन। म तिमीलाई सहयोग गर्न तयार छु। मलाई केही सहयोग गर्नु पर्दैन दिदी। म आफ्नै खुसीले घर छोडेर आएकी हुँ। मान्छे हुँ, बेला बेलामा घरको याद आउँछ, त्यही भएर रोएकी हुँ। अहिले म जान्छु। एकछिन बहिनी, तिमी मबाट टाढा हुन नखोज। यो निर्दयी सहरमा तिम्रो भलो चिताउने मान्छे कोही पनि तिमीले भेट्दैनौ। आज समयले तिम्रो भेट मसँग गराएको छ। केही समस्या छ भने अझै पनि भन। म तिमीलाई सहयोग गर्न तयार छु। यो सहरमा सहयोग गर्छु भन्ने मान्छेहरूको कुनै पनि कमी छैन दिदी। अनि सहयोग भन्दा बढी स्वार्थ बोकेर हिँड्ने मान्छेहरूको पनि कुनै पनि कमी छैन। जुन दिनदेखि मैले यो सहरमा पाइला टेके, जसलाई भेट्छु मलाई सहयोग मात्र गर्छु भन्छन्। अन्तिममा मलाई त्यही मान्छेले सिद्ध्याउन लागेको पछि थाहा पाउँछु। त्यही भएर मलाई कोही माथि विश्वास छैन दिदी। मलाई जान दिनुस्। एक वचन मलाई त भन, तिमीलाई के भएको छ? तपाईले मलाई धेरै पटक सोध्नु भयो, त्यही भएर म भन्दैछु दिदी। यो फोटोमा भएको मान्छे मेरी भाउजू हो। हामी दुईजना सँगै सहर आएका थियौँ। एउटा काम गर्ने होटलमा गुन्डाहरूले हामीलाई नराम्रो नजर लगाएका थिए। त्यसपछि हामी आफ्नो इज्जत बचाउन लागि भाग्दाखेरि कोसीको तीरमा लगेर गुन्डाहरूले नराम्रोसँग पिटे। पछि गाउँलेहरूले मलाई भेट्दाखेरि म कोसीको तीरमा थिएँ अरे। अनि भाउजूलाई चाहिँ कुटेर कोसीको तीरमा हालिदिएको भन्ने सुनेको थिएँ। अहिलेसम्म केही अत्तो पत्तो छैन। अनि तिमीले यो फोटो कहाँबाट पायौ त? यो फोटोको पनि छुट्टै कहानी छ दिदी। म तपाईलाई कुनै बेला भन्नुला। हेर बहिनी, तिमीसँग फोटो छ। तिमीले गरेको यो कुरा प्रहरीसँग गर्नुपर्छ। यदि यो सहरमा तिम्रो भाउजूले कुनै पनि ठाउँमा दुःख पाएर बसेकी छिन् भने 24 घण्टाभित्र प्रहरीले तिम्रो छेउमा ल्याइदिन्छन्। पुलिस? म पुलिसकोमा जादिन। तिमीले किन जान्न भन्यौ? त
त्यो त मलाई थाहा छैन। तिमी एकचोटि भए पनि मसँग हिँड बहिनी। तिमीलाई म प्रहरीकोमा लगिदिन्छु। तिम्रो समस्या एकैछिनमा समाधान हुन्छ। तिमी धेरै नसोच। तिमीले मलाई आफ्नै दिदी सम्झे हुन्छ। हिँड मसँग, तिमीलाई के पनि हुँदैन। आऊ हिँड न हिँड, आऊ। नमस्कार सर। नमस्कार। उहाँको भाउजू केही समयदेखि यो सहरमा हराइरहनु भएको रहेछ। फोटो बोकेर भौतारिरहनु भएको छ। हजुरहरूले खोजी गरिदिनुहोस् न है सर। हुन्छ, खोइ फोटो देखाउँछु त। उहाँको फोटो हेर्ने बित्तिकै मैले उहाँलाई चिनिसकेँ। चिनिसक्नु भयो अरे? मेरो भाउजू कहाँ हुनुहुन्छ? उहाँ अब यो संसारमा हुनुहुन्न। तपाईँ यो के भन्दै हुनुहुन्छ? उहाँलाई कोसीले बगाएर धेरै तल लगिसकेको रहेछ। हामीले उहाँलाई भेटेर दाह संस्कारको लागि स्थानीय मान्छेहरूलाई जिम्मा लागिसकेका छौँ। अब उहाँलाई खोज्ने कष्ट नगर्नुहोला। भन्नु त भन्, के कुरा हो? तपाईँलाई त थाहा नै छ नि सेरे काका, सीता र त्यो राधेको स्वास्नी हराएको कुरा। थाहा छ नि, थाहा भएर के गर्नु? उनीहरूकै घरको मान्छेलाई मतलब छैन, हामीले मात्र चासो गरेर के गर्नु? मलाई त अरू भन्दा पनि त्यो मितिनी फुपूको चाहिँ साह्रै माया लाग्छ। दिनदिनै मेरो घरमा आएर रुन्छन्। अब रोएर मात्रै हुँदैन, हेर कहाँ छन्, के छन्, अब तलास पनि त गर्नु पर्यो नि। तलास त गरेकी नै होलिन् नि। बिचारले कतै जाउँ भने पनि काहीँ चिनेकी छैनन्। घरका मान्छेलाई केही वास्तै छैन। अहिले चाहिँ तैँले ठिक कुरा गरिस्। हो, मैले पनि त्यही भन्न खोजेँ के। उनीहरूको जानलाई कुनै वास्तै छैन, हामीले मात्रै चासो गरेर के गर्नु? त्यस्तो होइन नि सेरे काका। पल्लो घरको बुढी मरी भन्नुभन्दा पनि काल पल्क्यो भन्ने कुराले ठुलो अर्थ राख्छ। दुईवटा मान्छेको ज्यान हराएको छ, भन्नलाई पो हराएको छ। न दुईजनाकै ज्यान काहीँ तलमाथि पो भइसक्यो कि। त्यो कुरा तिनीहरूको घरको जानको मान्छेले हामी समाजको मान्छेलाई जानकारी गराउनु पर्दैन? जानकारी त गराउँदै हिँडेका होला नि। अब जानकारी गराउँदै हराएका मान्छे भेट्नु होइनन्। छर्दा यो कुरा अर्का बारेमा चासो गर्दैन हिँडौँ। चासो नगर्ने कुरा होइन नि सेरे काका। कि त त्यो दुईजना हराएको हो भनेर हामीलाई प्रमाणित गरिदिनु पर्यो, होइन भने सत्य कुरा त भनिदिनु पर्यो नि। त्यही भएर सेरे काका, हामी सबै गाउँले मिलेर पुलिसलाई खबर गर्नुपर्छ। अनि पुलिसले त्यो घरमा गएर अनुसन्धान गरेपछि सत्य तथ्य कुरा के हो थाहा भइहाल्छ नि। कता कता सुन्नमा आएको छ त्यही घरको जानको सिरानी मुनि पैसा भेटेको छ अरे। छरे मात्रै हो र? फुपूले त मेरै अगाडि आएर पैसा खनखनी गनेकिन्। घरका मान्छेहरू हराउनु, त्यही घरको जानको सिरानी मुनि पैसा भेटिनु, यो कुरा के हो? त्यसको जवाफ दिनु परेन? तैँले कस्तो कुरो गरिदियो? त्यो घरलाई पुलिस हुलाइदिइसकेपछि त्यो घर जानलाई पुलिसले बसी खान दिन्छ? बसी खान नदिए दिँदैन। पाप गरिसकेपछि त सजाय पनि त भोग्नु पर्यो नि। पाप गर्यो भनेर कसलाई आरोप लगाउने? त आफै भन्छ मुह नि। ओसी आमा आमा नै भइहालिन्। आफ्नै आमाले आफ्नो छोराछोरी मार्ने कुरो भएन। अब अर्को भनेको राधे। बिचरा त्यो राधे आफ्नै स्वास्नीको पीडामा छ। अब रामे आफ्नो दाइ भइहाल्यो। अब बिचरा दियाको देउरानी। देउरानी मात्रै हो र? बिचरा आफ्नै बहिनी। अब बाहिरको मान्छे भनेको त्यो एउटा महादे हो। त्यो महादे पनि रातो दिन कमार जस्तो काम गरेर अर्का घरमा बसिया छ। अनि पाप चाहिँ कसले गर्यो भनेर आरोप लगाउने भन् त? मलाई त त्यो कान्छी र सीता हराउनुमा दियाको हात छ जस्तो लाग्छ। फेरि काका, मलाई त फुपूले रुँदै भनेकी थिइन् पैसा पनि त्यो दियाकै सिरानी उनी भेटेको थियो भनेर। के थाहा पैसाको लोभमा परेर त्यो दियाले ज्यानै बेच्दे कि?
होइन भने के ज्यान देखाउनु पर्यो? यत्तिकै हरायो भनेर सुख पाउँछन्? त्यही भएर हेर्नु सेरे काका, हामी सबै गाउँले मिलेर त्यो दियाको बारेमा पुलिस रिपोर्ट गरेर अनुसन्धान गर्नुपर्छ। अब यहाँ बसेर दियाको बारेमा एक शब्द मात्र नराम्रो बोलिस् भने तेरो मुख सुख कुचाइन्छु। गएर यहाँबाट जा भने सुन्नुहोस्। ए मोहिनी, के हो खुब आज भयो त दौडादौडी गर्न थालिस् त? यो गाउँमा दौड प्रतियोगिता राखेर जित्ने विचार गरेपछि क्या हो? म दौडा दौडी गरौँ कि उत्तानो टाङ्लाएर सुतौँ कि तिमीहरूलाई के थाहा छ? मान्छे कुन तनामा हिँडेछ? अहिले चाहिँ पनि खायो भने त मुख भरिको जवाब। राम्रो भयो नि भन्नुहोस्, नराम्रो भने नि भन्नुहोस्, यसमा मेरो के पनि गुनासो छैन। तर म तपाईँलाई हात जोडेर बिन्ती गर्छु भिनाजु, अब मलाई बिता दिनुहोस्। हुन त म यहाँ तपाईँले बस्नु भनेर बसेको पनि होइन, म आफ्नो चाहिँ बेटीको लागि भनेर आफै आएर बसेको हुँ। तर पनि जाने बेलामा म तपाईँहरूलाई खल्लो भनेर जान चाहन्न भिनाजु। माथिशाला, तिमीले मलाई लाउनसम्म गुण लागेका छौ। तिमीले जति त मेरो एउटै कोखबाट जन्मेको भाइले पनि गर्न सक्दैन। अब अन्तिम समयमा आएर यसरी छोडेर जाने कुरा नगर। मैले मेरो धर्म पुरा गरेँ भिनाजु, अझै पनि म मेरो घर परिवार स्वास्नी केही नभनिकन दिदीको ज्यान हलुक्क नहुन्जेलसम्म यहीँ बस्छु भनेर बसेको। एउटै दिदी त मेरो आँखा अगाडि छ, तर अर्को बहिनी मरेको कि बाँचेको के पनि अत्तो छैन। भगवान त्यति निर्दय पनि छैनन् भाइ। कुनै न कुनै ठाउँमा सुखै पाएर त यहाँ नआएकी होली नि। त्यसो भनेर बस्ने समय छैन दिदी। तिमी र म एउटै कोखबाट जन्मे पनि तिमी भएर भने माया लाग्छ मलाई त्यो कान्छीको। अहिले त्यो कान्छी घरमा नहुँदाखेरि मलाई दिन रात एउटै लागेको छ। किन त्यसलाई सम्झिँदाखेरि मुटु फुट्ला जस्तो हुन्छ। हेर माथिशाला, यसरी आफूले आफूलाई कमजोर नबनाऊ। बहिनी तिम्रो मात्र होइन, बहिनी मेरो पनि हराएकी छ। अझै त्यति मात्रै हो र, बुहारी खोज्ने बाहनामा भाइ समेत हराएको छ। हराएको मात्र होइन भिनाजु, हराएको मान्छेलाई खोज्न पनि जानु पर्यो। अहिलेसम्म त समय छ। तपाईँले के गर्नुहुन्छ भनेर म तपाईँहरूको बाटो हेरेर बसिरहेको छु। आफ्नो टुहुरी बहिनी हराउँदाखेरि एउटा दाइको मनमा के बितिरहेको होला तपाईँ आफै महसुस गर्नु त। भेनाजुले पनि सक्तो त गर्नै खोज्नु भएको हो नि भाइ। चुबो लागेर त बस्नु भएको छैन नि। मैले भिनाजु चुप लागेर बस्नु भयो भन्न खोजेको होइन, र त्यो बहिनी खोज्ने कर्तव्य मेरो पनि हो। देख्ने मान्छेले पनि उसको एउटै कोखबाट जन्मेको दिदीको लागि भनेर चाहिँ घर परिवार के पनि भएन। तर त्यो टुरेको लागि वास्तै गरेन भनेर मलाई अब्काल हाल्छ। उता काका चढाए नै भए पनि त कान्छीको त बा हो। यो खबर उनले सुने भने उनको हालत के होला। हेर माथिशाला, तिमीमा घरबाट निसेर गयो भने दिदीलाई यो अवस्थामा हेर्ने मान्छे कोही पनि छैन।
फेरि दिदीलाई पनि लिएर जाउँ भने आमा एक्लै, म पनि कस्तो अवस्थामा परेको छु एकपटक सोच त। तपाईँको समस्या तपाईँको ठाउँमा छ भिनाजु, तर म तपाईँको समस्या छ भन्दैमा आफ्नो कर्तव्यबाट त भाग्नु भएन नि। माइती हो म त्यसको, आज भन्दा हो भोलि भन्दा भोलि त्यो कान्छीको बारेमा नराम्रो समाचार फ्याट्ट आइदियो भने मैले यो मेरो मनलाई कसरी सम्हाल्ने? मलाई जिन्दगीभर पश्चाताप हुनेछ। अब यसो गरौँ, 1-2 दिन राधेको बाटो हेरौँ, नभए आइहाल्छ कि। त्यस्तो भएन भने अब आजभन्दा भोलिभन्दा दिदीको पनि सुत्तिर हुने दिन नजिकै छ, यसै पनि अस्पताल लानु नै छ। दिदीलाई हेरचाह गरे जस्तो हुन्छ। दिदीलाई लिएर तिम्रो म पनि सहरतिर जाउँला, कान्छीलाई खोजौँला। भेनाजुको कुरा पनि एकदम ठिक हो भाइ। तपाईँ यो घरबाट निस्केर गइस् भने मैले आफ्नो मनलाई कसरी सम्हाल्नु तपाईँ भन् त। भेनाजुले भनेको कुरामा 3-4 दिनपछि आमालाई कोही साथी खोजेर राख्दैन, हामी तिनैजना जाउँला। कस्तो भोक लागिरहेको थियो, बल्ल भने आनन्द भयो। मैले अस्ति भनेको होइन त नि, माग्नेलाई काम लाग्ने भनेकै माग्ने हो भनेर। आज म तँलाई काम लागिन। धेरै ठुलो कुरा गर्नु पर्दैन है। यो खानेकुरा चोर्ने बेलामा मैले पनि मान्छे आउँछ कि भनेर हेरिरहेकी थिएँ। ओइ बहिनी, चोर्ने कुरामा त म तँभन्दा धेरै नै अगाडि छु। हिजो अस्ति पनि तँ नहुँदा मैले खाइ नै राखेँ क्यारे। ल भयो, यो कुरा छोड्दे। खाना त खाइयो, तर यो जाडोमा ओड्ने बिना कसरी सुत्ने? बरु अघि नै खानेकुरा चोर्ने घरमा ओड्ने पनि माग्नु पर्ने रहेछ, दिन्थे कि है? जसको घरमा चोर्यो उसैको घरमा माग्न जाने। एउटा कुरा नबिर्सु, यो सहर हो, यहाँ माग्यो भने केही पनि दिँदैनन्। त्यही भएर खोज्न सिक्नुपर्छ। खोज्न त हुन्थ्यो नि, यति राति यहाँ वरिपरि के नै छ र खोज्नलाई? असम्भव भन्ने केही पनि छैन। भित्र जोगी सुतिरहेको होला, त्यसले ओढेको हो नि, खोसेर लिएर आऊ। अनि जोगीकै लुगा खोसेपछि हामीलाई भोलि यो मन्दिरमा जोगीले बस्न दिन्छ त? भोलि भएपछि जे उपायलाई नि लाउला नि। जम आइज जाउँ। होइन, सुतिरहेको बेला ओर्ने तान्ने को हो? होइन को हो भने? होइन ओर्ने तान्ने को हो? होइन ओर्ने तान्ने को हो? होइन बाबा चोरहरू मैले भेटाउनु मात्र म तिनीहरूको खुट्टा सुटेर मात्र छोडेको। ओइ, यो सुर त कता चिने जस्तो पो लाग्यो त। चुप लाग, अहिले चिनेको भन्दा अगाडि जा। सुनिनस्, हात खुट्टा भाँचिन्छु भनेको। चुप लाग, सुत।
अब यो मन्दिरको बसाइ पनि नहोला जस्तो छ। ठुक्क मेरो जिन्दगी कहाँबाट कहाँ आइपुगे। लौ नानी गोबर छोडिदिएको भने अनि सोध्नु परेन त भिनाजु यताउति हिँड्दा डुल्दा फुर्सद छैन। दिदीको त्यस्तो अवस्था छ। अब दिदीको लागि भने गोबर त छोडिदिनु पर्यो नि। शिरमा लाउने टोपी छैन, मखमलको धोती भने जस्तो। अब भकी एउटी बहिनी कहाँ गई के खाई उसको चाहिँ खोजी नीति गर्नु छैन। अब घरमै भएको दिदीको चाहिँ भकाएर छोडिदिने, लुगा धोइदिने। अब हुँदा हुँदा उसले कुन दिनदेखि आफ्नै आँची धुन लगाउनु पनि बेर छैन। अब धोइते पनि पाप लाग्दैन के अरे। चेलीबेटी भनेको त भगवान् जस्तै हो। भगवान्को सेवा गर्दा कहिले पनि गाह्रो लाग्दैन। लु देख्यो चेलीबेटी भगवान् हुन् कि होइनन् भनेर। अब चेलीबेटी नै भगवान् हुन् जस्तो लाग्छ भनेदेखि त्यो कान्छी पनि त तिम्रो चेलीबेटी नै हुन् नि। त्यसलाई खोज्न जानु पर्दैन। म जस्तो माइती भएको भएदेखि हराकै भोलिपल्ट आकाशमाथि उडे नि जमुनी मुनि भाष्य पनि निकालिसक्थेँ। नथवा यस्तो गरेर कानमा तेल हालेर बसेको मान्छेको फुइ नै बेसी। अब गर्भको बच्चा जन्मिन्छ भनेर जन्मिसकेको बच्चाको घाँटी न्याकेर मारिदिनु त भएन नि। एउटा चेलीबेटीले घर छोडेकै भन्दैमा अनि अर्को घरमा भएको चेलीबेटीलाई वास्ता गर्न छोड्नु भएन नि। हुन त चेलीबेटी नभएको मान्छेलाई के चेलीबेटीको बारेमा सम्झेर देखियो चेलीबेटी हुनेहरूको रङ्ग पनि। यो कुरा मैले मात्र भने होइन, यो सबै गाउँका मान्छेहरूले गर्न थालिसके। एकाले भाइ हो कि भन्दै त हो कि होइन भनेर हामीले भनिरहनै पर्दैन नि। भोलि 1 कान 2 कान हुँदा त मैदान भइहाल्छ नि। मारे होइन किन रिसाएर हिँडेको भने मैले त तिमीले आफ्नो चेलीबेटी कति माया गर्दो रहेछौ भनेर सम्झाएको पो त। यसरी रिसाएर भाग्नुपर्छ त। को भाग्योमा उता माथिल्लो गाउँमा दिदीको लागि भनेर भिनाजुले घिउ भाँदिनु भएको छ अरे। दिदीले खाना ढिला हुन्छ भनेर त्यो घिउ लिन नलाग्नु त। ए मारे पकाउन भने हेर माधे मैले नराम्रो भनेको होइन। कान्छीको खोतलासी गर्नुपर्छ है। कहाँ पुगी के गर्दै हो नि हामीलाई केही पनि थाहा छैन। अब हामी पो हराई भनेर चुप लाएर बसेछौँ त के थाहा भोलि त्यसको ज्यानै तलमाथि भयो भने के गर्ने। यसको विषयमा भिनाजुको र मेरो कुरा भइसकेको छ। अब राधे भिनाजु अब हप्ता दिन त आउनुहुन्छ अरे। आउनु भएन भने तिमीले यसरी थाहा छैन भनेर कहाँ सुख पाउँछौ? यदि भोलि म फसिहालेँ भने त तिमी पनि बस्नेवाला छैनौ। विचार गर। अरू कुरा म केही पनि जान्दिनँ। हेर सागर सागर भनेपछि केही न केही त पक्कै छ। यो कुरा पछि गरौँला। अहिले चाहिँ मलाई एकदम हतार छ। म चाहिँ गएँ। ए माथि पकाउनु पकाऊ म पनि त्यति जाने हो कि। ए मुला के हेरेर बस्यो किन्छु। ला मैले त्यो सागरको नाम लिएको त बनकाइलोले त प्रष्टै सुन्यो। त्यसले रामदाईको घरमा गएर कुरा लगाइदिनु बेर छैन। के चाहिँ गर्ने होला त? त्योभन्दा अगाडि नै म पुगेर फुपूलाई उचालेर राख्नुपर्छ। मभन्दा अगाडि पुगेर त्यसले कुरा लायो भने त झन् त्यो दियाले त मै माथि शङ्का गरेकी छ। घरमा रणाकै मचाउँछ त्यसले त। मै अगाडि पुग्नुपर्छ। मलाई भयो कि आमा मलाई पाप लाग्छ। तपाईँले मेरो कुरा सुन्नु हुँदैन। कति रहेछ यो त निउरिन हुँदैन। यसो 1 ग्लासको तेल लगाइदियो भने त छटछट केही नि हुँदैन। खैले तले आमा बरु म रामलाई भन्छु तपाईँ मेरो खुट्टा नछुनु। लोनीलाई खुट्टा छुन लाउँछ नि त झन् भयो नि त आमा। उसलाई अप्ठ्यारो लाग्यो होला नि त। अप्ठ्यारो मानेर हुन्छ। सबैजना सँगै थेच्च्याएर छन्।
फुपू फुपू तपाईँ भए पनि दिया भाउजू भए पनि एकछिन यहाँ आउनु न, एउटा सल्लाह गर्नु थियो। लुखिली गर्नु पनि के सल्लाह त्यस्तो? राम्रो कुरा हो भने यही अगाडि गर्न सक्दिनस्? कुरै नबुझिकन यसरी गाली नगर्नु न राम। बिचारा मोहिनी नानी आमासित नन्द कान्छीको लागि भनेर रात दिन नभनिकन खटिरहनु भएको छ। नापी यसले। आउनु न एकछिन फुपू। भन्नै मारिन। तिमी चाहिँ केही काम नपार बुहारीको खुट्टामा तेल घसेर बस। मान्छेले भित्रभित्र षड्यन्त्र बुनिसके। षड्यन्त्र? कसले बुने षड्यन्त्र? अरू कसले हुनु नि, तिम्रै प्यारी बुहारी दिइहाले के। उहाँ गाउँभरि सीता र कान्छी हराउनुमा मोहिनीको हात रहेछ। त्यो सीतालाई माग्न आउने केटासँग मिलेर यो सब गरेकी हो। यो कुरा लगेर हाम्रो घरमा सासूलाई भनिदिनु भन्दै हिँडेकी रहेछन् त। यो गाउँको मान्छे त्यही हो क्यारे, तिमीलाई आएर प्याच्च सुनाइदेलान्। त्यो मोहिनीको र सागरको त चिन्जान रहेछ, मैले सुनेको मैले देखेको भन्लान्। अनि तिमी चाहिँ पत्याएर मै माथि आइलाग्ले उनी फेरि। म पनि त्यति लाठी छु नि, कसैले आएर कान फुक्दैमा पत्याइहाल्छु नि फेरि। बरु तैँले केही कुरा पत्ता लगाइनस् नानी। रामे गएको नि त्यतिकै फर्केर आएछ। तपाईँ चिन्ता नलिनु फुपू, मैले चिने जानेको मान्छेलाई जताततैबाट खबर गरेको गरेछु। केही समयपछि पत्ता लाग्न पनि सक्छ। नानी जान्ने बुझ्ने भने त नै हो, त्यति सहयोग गरिदिए बा। बरु सहरमा खोज्न जानु पर्यो भने तर म सँगै जान्न। भन्न त त्यही भने नि, केही गरी मोहिनीले खोजेर ल्याइदियो भने बर्बाद हुन्छ भनेर सोच्ने खालका मान्छे तपाईँकै घरमा छन् क्यारे। अनि बुढी तिमी चाहिँ दियाको सिरानी मुनि त्यत्रो पैसा भेट्दा पनि केही नभनिकन बस्यो होइन? त्यति बेला यो पैसा कहाँबाट आयो कसरी आयो भनेर र्याखर्याखी पारेको भए त अहिलेसम्म केही न केही त पत्ता लागिहाल्थ्यो नि। सक्दो त गरेकै हो नि, म त बोलेकी छोरो आइलाग्छ। आइ त लागिहाल्छ नि। सीता हराई बेनै गर्नु परेन, कान्छी पनि उतैतिर हराएर अलग भयो भने, राधे कान्छीलाई खोज्न जाँदा उतै भौतार्यो भने सबै अंश एक्लै खलप्प खाउँला भन्ने दाउ गरेको होला। हेर्दाखेरि नपत्याउँदो देखे पनि तपाईँकी बुहारी त्यो दिया त काकै फुल चोर्ने खालकी मान्छे रहेछ नि। आफू चाहिँ लाठी जस्तो भएर उहाँ गाउँभरि त्यो मोहिनीले त सागरलाई राम्रोसँग चिनेकी रहेछ। यो सब गर्नुमा त्यही मोहिनीको हात छ, त्यसकै षड्यन्त्र हो है भनेर भन्नु है भनेर गाउँभरि उचालेर राखिरहेछ। आखिर न मैले त्यो सीतालाई माग्न आएको केटालाई देखाउनु। यो थाहा कुरा छोड्दे नानी, यो कुरा गाउँले ल्याएर भनेर हुन्छ? स्वयं भगवानै आएर मलाई भन्यो नि, म पत्याउन्न। यो गाउँको मान्छे कस्ता छन् भने मैले चिने छैन। तखुर्का आफ्नो काम गर्न जा। ल ल फुपू, बाँकी कुरा पछि गरौँला ल, अहिले म जान्छु। मरेछ कि अहिले चोरी थिए होइन दाइयो, त्यहाँ के भएछ? के हुनु, हिजो अस्तिदेखि एउटा केटी यतातिर चोर्दै खाँदै हिँड्दै थिए। बिचरा बिहानभरि यहाँ टोलाएर बसिदिए रे। अहिले यहाँ हाम फालेर मैले चाहिँ ए त्यही चोर्ने चोर पो हो। त्यस्ता चोरहरू त मरेकै ठिक छ। कस्तो रहेछ अनुहार, म पनि हेरौँ न त। यहाँबाट के हेर्छौ? त्यहीँ गएर हेर न, मरेको छैन कि। ए त्यस्ता चोरलाई के हेर्नु? बहिनी 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 सीता, केही त बोल सीता। बहिनी तँलाई के भयो? बहिनी बोल्न भने। सीता
बहिनी सीता बोल्न दाइ दाइ तोरै पानी ल्याइदिन्न बहिनी दाइ पानी ल्याइदिन्न तोरै चोरको दाइ भनेपछि यो पनि चोर हो क्या हो के हो के बिन्ती छ दाइ मेरो बहिनीको ढुकढुकी चलिरहेछ पानी ल्याइदिनु न बहिनी सीता दाइ पानी ल्याइदिन्न भने यस्ता चोरलाई खाँदिनलाई चरा पानी मागेर पाइन्छ भाइ आफै पैसा तिरेर किनेर ल्याएर खान्देऊ आँसु लुकाई हाँस्ने